दाइ दिदीहरूलाई स्वागत गर्ने यो अवसर पाउँदा हामी अत्यन्तै हर्षित र उत्साह छौँ। हामी यहाँ केवल नयाँ ब्याचलाई स्वागत गर्न मात्र होइन, कलेजका पूर्व प्रिन्सिपल पनि रहिसक्नु भएको छ र उहाँले यहाँ अभिभावकता पुरा गर्नुभएको छ यस कलेजमा। यसै गरी म हाम्रो कलेजका प्रिन्सिपल मिसेस कविता शर्मालाई पनि आसन ग्रहण गर्न अनुरोध गर्दछु। लाई पनि आसन ग्रहण गरिदिनु होला हार्दिक अनुरोध गर्दछु। प्रजल खड्का, सुमन खड्की सर, आस्था शर्मा म्याम, नवराज अधिकारी सर, आशिष मिश्र सर, सावित्रा पराजुली म्याम, गीता आचार्य म्याम, फर्स्टमा भर्ना आउनुभएका सम्पूर्ण साथीहरूलाई स्वागत गर्दछु। आज यस स्वागत कार्यक्रममा हजुरहरूको अगाडि उपस्थित हुन पाउनुमा पाएकोमा म आफूलाई गौरवान्वित महसुस गर्दैछु। किन भन्दाखेरि हजुरहरू अब अहिले समयकाल परिस्थितिले गर्दा त विद्यार्थीको रूपमा आउनुभएको छ, तर हजुरहरू 101 दिग्गज आफ्नो फिल्डमा 101 दिग्गजहरू हुनुहुन्छ। हजुरहरूसँग 20-25 वर्षको अनुभव छ। त्यो अनुभवलाई हजुरहरू विद्यार्थीको रूपमा यता आएर हामीसँग साथमा आउनुभएकोमा, हामीसँग साझा गर्न आउनुभएकोमा कलेज पनि एकदम आफूलाई ठुलोमै महसुस गर्नुपर्ने हुन्छ। सो त्यसको लागि हजुरहरूलाई धन्यवाद र साधुवाद पनि। हजुरहरूले एउटा नयाँ कोर्स मात्र सुरु गरिराख्नु भएको छैन, हजुरहरूले आफ्नो जीवनको एउटा नयाँ अध्याय सुरु गरिराख्नु भएको छ र साथसाथै एउटा नयाँ परिवारमा सम्मिलित हुनुभएको छ। विश्वास गर्ने संस्था होइन, हजुरहरू सबैजनाले एउटा साथीभाइ, दाजुभाइ, दिदीबहिनी, मेन्टर मेन्टी प्राप्त गरिराख्नु भएको छ। सो त्यसलाई चाहिँ उपयोग गर्नु होला, त्यो चाहिँ नबिर्सिनु होला। म केवल यता डिग्रीको रूपमा डिग्री लिन आइरहेको छु, क्लास अटेन्ड गर्न आइरहेको छु भनेर चाहिँ त्यस्तो नसम्झिदिनु होला। संस्थाहरू अवस्थित नाममा ती संस्थाहरूमा 2 वर्ष मास्टर्स कोर्स 6, 7, 8 वर्ष लागेको पनि छ, लागि नै रहेको छ वर्तमान अवस्थासम्म पनि, जसमा चाहिँ ठ्याक भनेको समयमा जाँच हुन्छ, ठ्याक्कै भनेको समयमा रिजल्ट आउँछ। त्यस्तो ठाउँमा आफ्नो अन्य जीवनका अन्य क्रियाकलापहरू अगाडि लैजाने स्वतन्त्रता हुँदैन। यता हाम्रो संस्थामा दुवै छ। किन भन्दाखेरि हामी बुझ्छौँ कि तपाईँहरू जीवनको यो स्टेजमा यता पढ्न आउनुहुँदाखेरि तपाईँहरूका अन्य जिम्मेवारीहरू पनि छ। 2 वर्षमै सकिने अवसर प्रदान गरेकोमा तपाईँहरूलाई त्यसको एउटा नयाँ पाठ अध्यायमा स्वागत गर्दै यतिमै टुङ्ग्याउँछु। धन्यवाद। अब भने हामी रमाइला सेगमेन्टतिर तर्फ लाग्न गइरहेको छौँ र अब गेम सेगमेन्ट रहेको छ। हजुरहरू आशा छ सबैजनाले इन्जोय गर्नुहुनेछ। ओके, कलेज लाइफ भन्नेबित्तिकै हजुरलाई के कलेज लाइफ भन्नेबित्तिकै के याद आउँछ? साथीहरूसँग इन्टरटेनमेन्ट। हजुरहरूले चाहिँ आफ्नो कलेज लाइफलाई कसरी सम्झिनु? पढाइ संसार कसरी क्लास मलाई चाहिँ जीवनको रमाइलो अनुभव भएको छ। हस्, धन्यवाद यहाँहरूलाई। विद्यार्थी भन्ने बित्तिकै मेरो साथीभाइ म चाहिँ ठुलो झोला सिलेबस पुरा गर्नुपर्ने। कविता सर, विद्यार्थी भन्यो भने के भन्यो भने खुसी होला भनेर विद्यार्थी भन्यो भने चाहिँ एउटा करियर खोज्न आएको व्यक्ति हुनुहुन्छ। म आज म्यानेजमेन्टको तर्फबाट हेर्दाखेरि चाहिँ विद्यार्थी भनेको जहिले पनि जति गरे पनि नपुग्ने टाइपको हुन्छ त्यो खाले सम्झन्छु। तर म विद्यार्थी मैले पढाएको पनि हो, मैले पब्लिक रिलेसन पढाउँथेँ, सुरेश सर यही हुनुहुन्छ होइन। मैले चाहिँ
अगाडि पढाउँदै गर्दा सरले ढोका पछाडि बसेर चाहिँ यसले कस्तो पढाउँछु भनेर एकदम वास गर्नुहुन्थ्यो क्या। त्यो हुँदाखेरि चाहिँ मलाई के हुन्थ्यो भन्दाखेरि त्यतिखेर पनि विद्यार्थीलाई चाहिँ मैले 100% दिनुपर्छ, कसरी राम्रो गर्न सकिन्छ विद्यार्थीको लागि भनेर म आफू पनि एकदम धेरै पढ्थेँ होइन। विद्यार्थी भन्न साथ मैले मेरो दिमागमा चाहिँ मेरो जिम्मेवारी भन्ने सम्झिन्छु मैले चाहिँ। हस्, यहाँहरू सबैलाई धन्यवाद। अब फेरि अर्को वर्ड पनि रहेको छ, अब होलिडे, यो चाहिँ स्टुडेन्टहरूले भन्नु पर्यो। Enjoy memories. लास्टमा बस्नु भएको सल्लाह सोधे है, होलिडे भन्दा अब फेरि सबैजनालाई सरप्लस नै गर्ने हुन्छ। न्यू टेक्नोलोजी, न्यू इनोभेसन, न्यू आइडिया होइन, कन्फिडेन्ट लेभल त्यही हामीलाई संसारहरू पनि छ नेपालमा मात्रै होइन। त्यत्र यो इतिहासमा नभएका घटनाहरू चाहिँ जेनजीकै कारणले भइरहेको छ यहाँ मात्रै होइन। साधारण कार्यक्रमको समयले पनि खुसी दिन्छ भने चाहिँ यो सानो खेलले पनि यस कार्यक्रमलाई अझ रमाइलो गरेको छ भन्ने आशा राख्दै हामी कार्यक्रमतर्फ अघि बढ्दछौँ। बेलुका साथै मनोरञ्जनका लागि चाहिँ हाम्रा बिएनटीमा अध्ययनरत साथीहरूले केही तयार गरेका छन्। सबैको साथमा आफ्नो प्रतिभा प्रस्तुत गर्नु भनेको नि एउटा साहसको कुरा हो। त्यसैले उपस्थित सबैलाई चाहिँ म मेरो साथीहरूलाई अझै हौसला दिनु, तालीका साथ स्वागत गर्न अनुरोध गर्दछु। पहिला म मेरो मित्र शुभङ्कर आचार्यले आफ्नो प्रतिभा प्रस्तुत गर्न आएको भन्दा गर्नु गइरहेको छु। What am I supposed to do? If I'm so in love with you, I can get with you. I can get with you. Since you left me, I feel like you. Ain't nobody gone. Feel like I've lost you. Ain't nobody gone. I'm still around. साथी अंशु चाहिँ उनको कविता लिएर कविता वाचन गर्नु अगाडि आउँदै हुनुहुन्छ अरे। त्यसैले उनलाई पनि स्वागत गर्नु ताली बजाइदिनु होला। आफै बनाउने केटी म बाटालाई बाटो बनाउँदै अघि बढेकी म सपनालाई काँधमा बोकेर हिँड्ने केटी। घाम पोल्छ भने पनि म फुल्छु किनकि म मौसम होइन शक्ति हुँ। असफलता मेरो शिक्षक हो र आशा मेरो धर्म। यो धन्यवाद साथी अंशुलाई, उहाँले आफ्नो कविता प्रस्तुत गरेर गइसक्नुभएको छ। अब हामीले स्वागत कार्यक्रमको लागि चाहिँ म हाम्रो मास्टर्समा भर्ना भएको नयाँ ब्याचलाई चाहिँ हाम्रो प्रमुख अतिथि प्रमुख सूचना आयुक्त डाक्टर सुरेश आचार्यबाट चाहिँ खदा लगाएर उहाँलाई स्वागत गर्दै उहाँहरूको परिचय दिन अगाडि बढाउन चाहन्छु। एकजना हामी नाम भन्दैन, तपाईँहरू चाहिँ आउनु के भन्ने अवस्थै छैन मेरो केसमा चाहिँ, किनकि अलिकति हामी भन्नाले आइटी ब्याकग्राउन्ड पोर भइसकेपछि चाहिँ टेक्निकल्ली बढी लेखिन्छ, थोरै लेखिन्छ, एकदम एक्ज्याक्ट पोइन्ट लाइनमा बोलिन्छ। तर हिजो आइटीकै कोर्समा पनि अलिकति गफ हाल्नुपर्ने भनौँ न, मिडिया लाइनको टाइपको क्वेसन आएको भएर चाहिँ त्यही पनि कम्पिटिसन गर्नु त गइरहेको छ। खै हो सबैको राम्रो भएको छ ओभरअल। अब टपरै हुनु त फेरि सबै मभन्दा एक्साइटेड ट्यालेन्ट हुनुहुन्छ, त्यो गाह्रो छ। यो 2 वर्ष अगाडि पनि जोइन गरेको थिएँ, त्यतिखेर चाहिँ पनि हुने चान्स थियो र अहिले चाहिँ छैन त्यो चाहिँ। अनि मेरो अझै ब्याकग्राउन्डमा अलिक भन्दाखेरि चाहिँ मेरो सेन्ट जेभियर्सबाट ब्याचलर भएको, अनि बिचमा 7 वर्ष ग्याप भइसकेपछि यहाँ कहिलेकाहीँ भिजिट गरेर त्यसबाट पढ्न कहिलेकाहीँ यसो बुझ्न बुझाउन आइरहेको हुन्थ्यो। त्यतिखेर अलिकति राम्रो लागेर अनि सुन्दाखेरि पनि फ्यान्सी सुनिन्छ नि त, एउटा पोइन्ट चाहिँ त्यो पनि हो। अनि कोर्स सिलेबस राम्रो भएको कारणले गर्दाखेरि मैले जोइन गरेँ।
मेरो अहिले कोर्स चाहिँ आइटीको केसमा चाहिँ डिजिटल मार्केटिङ वेब र सफ्टवेयरको केसमा मेरो कम्पनी छ भने अहिले एउटा रिसेन्टली अब नयाँ लन्च हुँदैछ बच्चाको बोर्डबाट सिड्युलिङ भएको यो चाहिँ एउटा कम्प्लिट म्याटर्निटी जर्नीको लागि सुरुमा प्लानिङदेखि लिएर त्यसमा जति पनि समस्या हुनसक्छ एउटा आमाको लागि अथवा फ्यामिलीको लागि श्रीमानको लागि त्यो बिचमा चाहिँ हेल्प गर्नुको लागि एउटा आम्चा भन्ने यो छिटो लन्च पनि हुँदैछ प्रि लन्च त भइसकेको छ amcha.com भनेर अब यसमा अफिसियली एपदेखि कन्सल्टेन्टको कुराहरू सबै अनलाइनबाटै हुने एउटा इम्पोर्टेन्ट प्रोजेक्ट चाहिँ मेरो त्यो छ अब बिस्तारै अझै कुराकानी भइरहेको हुन्छ हजुरहरूलाई धेरै धेरै धन्यवाद थ्याङ्क यू गरेको मान्छे फेरि रहर जाएको पढ्नुपर्छ अब पत्रकारिता गरिरहेको मान्छे अब गर्नु पर्यो भनेर कविता फोर्स दिनुभयो आउनुपर्छ कहाँ नगर्ने भन्नुभयो अनि उहाँले भनिसकेपछि हुन्छ जोइन हुन्छु भनेर जोइन भएँ है अहिले चाहिँ म नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशको उपाध्यक्षमा पनि छु र सञ्चारिका समूह भन्ने छ त्यसको जिल्ला अध्यक्ष पनि छु पत्रकारिता गर्दैछु यहाँ आउँदाखेरि सर म्यामलाई देखेँ होइन खुसी लाग्छ र आफ्ना सानसाना भाइ बहिनीहरूसँग सँगै पढ्दाखेरि अब छोराछोरी सरका उमेरका भाइहरूसँग पढ्दाखेरि चाहिँ अलिकति म पनि अहिले जवान छु होइन उमेरले अलिकति ढल्के पनि तर जवान छु भन्ने जस्तो लाग्छ मेरा दुईवटा छोरा छन् एउटा मास्टर पढ्दैछ एउटा विद्यासन गर्दैछ बुढाबुढी नै हामी सञ्चार क्षेत्रमै छौँ म चाहिँ सगरमाथा टेलिभिजन र स्थानीय बुटोल टुडेमा कार्यरत छु उमेर ढल्के पनि चाहिँ अहिले पनि जवान छु भन्ने लाग्छ यहाँ सबै भाइ बहिनीहरूसँग लाग्दाखेरि धन्यवाद सुरेश सरको चाहिँ म स्टुडेन्ट पनि हो म तालिम लिएको अनि यहाँसँग भेट्न म धेरै खुसी छु सबैजनालाई धेरै धेरै धन्यवाद यो अवसर दिनुभएकोमा भाइ बहिनीहरूलाई पनि म धन्यवाद दिन चाहन्छु नमस्कार सबैलाई धेरै धेरै धन्यवाद कविताजी हामी एउटै फिल्डमा थियौँ र कविताजी यो कलेजमा भएकै कारणले हो खास म यो कलेजमा जोइन भएको चाहिँ हुन त मैले त्रिभुवन विश्वविद्यालय बुटोल बोगरी क्याम्पसबाट इकोनोमिक्समा मास्टर गरिसकेको छु म 2060 सालदेखि पत्रकारिता फिल्डमा छु गोर्खापत्रको लुम्बिनी प्रदेश प्रमुखको रूपमा अहिले काम गरिरहेको छु भने बुटोल टुडे अनलाइन सम्पादक छु मेरो कार्ड चाहिँ हराएको थियो र बुटोल नै बसाइ छ खास गरी अब पहिलो सेमेस्टरको इक्जाम चाहिँ सकिएको छ इक्जाम समग्रमा राम्रै भएको छ भन्नुपर्छ अब बाँकी कुरा त रिजल्टले बताउँला सँगसँगै सबै साथीहरूको चाहिँ इक्जाम राम्रै भएर म त्यो अपेक्षा पनि गर्दछु सबैको सफलताको कामना गर्दछु हस् धन्यवाद टेलिभिजन र रूपन्देही टाइम्स.com मा चाहिँ कार्यरत छु हामीले धेरै समय अगाडिबाट प्र्याक्टिकली गर्दै आएको कुरा यो सेफर कलेजमा आएर हामीले सैद्धान्तिक रूपमा अथवा भनौँ एउटा मिडियामा गरेको छौँ भन्ने हिसाबले एउटा हामीलाई त्यो प्रमाणपत्रको जरुरी परेको जस्तो मलाई चाहिँ अनुभूति भएको छ खास गरी कविता म्यामको माध्यमबाटै यो कलेजमा हामी चाहिँ आबद्ध भयौँ म त्यसै गरी सञ्चारिका समूह रूपन्देहीको जिल्ला महासचिव पनि हो यहाँ आउँदाखेरि आज यो कलेजमा जोइन भएर यसरी यो स्वागत कार्यक्रममा आउनु पाउँदा धेरै खुसी लागेको छ परीक्षा ठिकै भएको छ र यो एउटा महत्त्वपूर्ण यो कार्यक्रममा उपस्थित हुन पाएको एउटा सेफर कलेजको विद्यार्थी भएको नाताले धेरै खुसी लागेको छ र धेरै सबैजनालाई धन्यवाद भन्न चाहन्छु हस् धन्यवाद नमस्कार So good to be part of Shepherd College. विभिन्न क्षेत्रमा फ्रिल्यान्स गरिरहेको छु यो नलेज म्यानेजमेन्ट लयरिङ होइन कानुनी पाठहरूमा र पछिल्लो समय म कुकिङ पनि हो र अहिले चाहिँ यो सेफर्ड कलेजमा पहिलो सेमिस्टर सकिएको छ र सेफर्ड कलेजको विद्यार्थी हुनु पाउँदा म आफूलाई गौरव महसुस गरेको छु यति भन्दा पुग्छ संयुक्त राष्ट्र सङ्घीय निकायमा 10 वर्ष नलेज म्यानेजमेन्ट र विशेष गरी डेभलपमेन्ट कम्युनिकेसन सेक्टरले त्योभन्दा अगाडि 10 वर्ष अर्को एउटा अर्गनाइजेसनमा काम गरेँ र म 2055मा इन्टरनेसनल इन्डियामा सँगसँगै छु अहिले स्पेसली म वाटर सेनिटेसन सेक्टरमा फोकस भएर लेख्ने र सम्पादन गर्ने काम गर्छु मलाई 23 वर्ष अगाडिदेखि
गराउनु भएको छ। 20 वर्ष अगाडि 20 वर्ष पुगेछ सरले हामीलाई जर्नलिजम ड्युटी दिएर अब तिम्रो टेन्डर भयो अस्तिभरि पुगेको र सरकार कलेजमा फेरि तिमीसँग विद्यार्थी भइरहन पाउँदा एकदम खुसी छ। यो मास्टर्स हिसाबले 4थो मास्टर्स हो। मैले एमफिल पनि सकिसकेको छु। हजुरहरूले पनि आउँछ भने साथ दिनु होला। तिमी हाँसो रङ्ग बादल बनेर आए नि हुन्छ घाम बनेरै छाए पनि शब्द बनेरै बसे नि हुन्छ लय बनेरै गाए पनि मनको नै कुनामा किन पुरै मनमा बसिदिनु म हाँसिदिउँला सधैँ तिमी हाँसोमा रङ्ग मेरो सहसाथीलाई धेरै धेरै धन्यवाद। उसको सुमधुर गीत गाएर यो कार्यक्रमलाई अझै रोमाञ्चक बनाइदिएकोमा हार्दिक अनुरोध गर्दछु। युन्छमा बान्तवा राई ब्याचलर्सका सबै परीक्षामा उत्तीर्ण परिणाम ल्याउनु भएकोमा बधाई छ र बधाईका लागि अगाडि आउन सबैले उत्तीर्ण परिणाम ल्याएकोमा म अगाडि बधाई लिन अनुरोध गर्दछु। यो कार्यक्रम चाहिँ हाम्रो अर्को विद्यार्थीको उपलब्धिलाई बधाई दिनु हो। हाम्रै शेफर कलेजमा एमएमटीमा अध्ययनरत विद्यार्थी विनोद प्रसाद शर्माले लिएका पुस्तक हस्तान्तरण गर्न पनि आज हामी यहाँ भेला भएका छौँ। उहाँ शेफर कलेजका उत्कृष्ट विद्यार्थी मात्र नभएर विभिन्न सङ्घ संस्था तथा सञ्चार माध्यममा कार्यरत हुनुहुन्छ। उहाँले मास्टर्स लेभलको प्रिन्सिपल अफ रिपोर्टिङ एन्ड एडिटिङ र आर्ट अफ राइटिङ इन इङ्ग्लिसका पुस्तक तयार गर्नुभएको छ। प्रमुख सूचना आयुक्त डाक्टर सुरेश आचार्य तथा कलेजका प्रिन्सिपल मिसेस कविता शर्मालाई यो उपलब्धिको लागि बधाई र शुभकामना दिँदै उहाँको पुस्तकको विमोचन तथा ग्रहण पनि गर्न अनुरोध गर्दछु। सबैले उहाँलाई जोरदार तालिम बजाइदिनु। लेखन कार्य धेरै अगाडिदेखि सुरु गऱ्यौँ र एक प्रकाशमा भयो। जब हामी एमएमटी जोइन गऱ्यौँ, एमएमटी जोइन गरिसकेपछि हामीलाई एकदमै खड्किएको भएको समयमा रिडिङ लेख्नु त्यो चाहिँ हामीले निकै खड्क्यो। सबै विषयमा होइन, विशेष गरी हामीले जुन विषयमा पहिला नै रिडिङ मेटेरियल पाउनु पर्थ्यो त्यो रिडिङ मेटेरियल पाइएन र प्री-बोर्ड इक्जामभन्दा अगाडि रिडिङ मेटेरियल पाइयो। त्यो पनि हामीले पिपिटी मात्रै पाइयो। मास्टर्सको एनालिसिस गरेर पढ्ने लेभल हो। एनालिसिस गरेर पढ्ने लेभलमा पहिला हुन्थ्यो निमाको फोटो, त्यो निमाको त्यो के अरे फोटोकपी पढेको बाजाले भनेर हामीले नलेज इन्हान्स गर्न सकिँदैन। त्यसैले हाम्रो व्याससम्म जसरी पढ्यौँ अब कम्तीमा साथमा एउटा पुस्तक होस्, अब पढ्ने साथीहरूका लागि अथोराइज पुस्तक होस्, अथोराइज इन्फर्मेसन भएको पुस्तक होस् र जहाँ पनि इनबिल्ड गरेर साथमा पाइयोस्। दिनमा भर्ना भएदेखि नै दिनबाट हामीसँग भएको इन्फर्मेसनलाई बुकको ढाँचामा लैजाँदै अहिले हामी अस्ति इक्जाम रोकिएपछि जब फर्केपछि हामी सबै हाम्रो इन्टायर टिम यसको एडिटिङमा र यसलाई बुकको फर्मेटमा लैजाने काममा लाग्यौँ र 6को दिन साँझ मात्रै हामीले यो काम सक्यौँ। र संयोग हामीले आज जसले मलाई जर्नलिजमको पहिलो व्यावसायिक तालिम दिनुभएको थियो, बेसिक पछिल्लो दिन एडभान्स ट्रेनिङ दिनुभएको थियो र मलाई जर्नलिजम टिओटी दिनुभएको थियो। उहाँको हातबाट र यो सम्मानित संस्थाको प्रिन्सिपलको हातबाट हामी सहपाठी साथीहरूको अगाडि विमोचन गर्न पाउँदा एकदमै म एउटा सशक्त नाताले
नितान्त एकदमै खुसी लागेको छ। आई एम मोर देन ह्याप्पी, आई एम मोर देन ग्ल्याड। र म के अनुरोध गर्छु भने ज्ञान, सिप र अनुभव सबै साथीहरूसँग छ। आफ्नो जुन क्षेत्रमा विशिष्ट ज्ञान, सिप, क्षमता र अनुभव छ त्यसलाई औपचारिक राम्ररी फर्मेटमा भाषामा लिपिबद्ध गर्दै लैजाउँ र हामी सबै मिलेर नै एउटा शैक्षिक संस्थालाई समुन्नत संस्था बनाउन सक्छौँ। हामी मेयर विद्यार्थी मात्रै एक्सपर्ट हौँ, कुनै विषयको प्र्याक्टिसनर हौँ होइन, कुनै विषयको टिचर हौँ, कुनै विषयको ट्रेनर हौँ। 1.5 दशक भएछ मैले कलेज पढाउन थालेको। मैले त्यो नलेजलाई पनि प्रयोग गरेर जर्नलिजम पढाउँ। मैले यसभन्दा अगाडि धेरै समय जर्नलिजम पढाएँ। त्यो नलेजलाई पनि मैले इन्कर्पोरेट गरेर यो 2वटा पुस्तक, हाम्रो अर्जुन सर हुनुहुन्छ, त्यस्तै आज प्रबन्धजी हुनुहुन्न, उहाँ चाहिँ कामले हिजो नै नाइट जानुभयो। त्यसमा हाम्रो अर्जुन सर र प्रबन्धजीको पनि ठुलो योगदान छ, ठुलो कन्ट्रिब्युसन छ यो कार्य गर्न। र फेरि अर्को के कमिट गर्छौँ भने हाम्रो टिमले, यो मैले मात्र होइन, म रूपान्तरण नरेश भएको हाम्रो टिमको तर्फबाट यो कमिटमेन्ट गर्दैछौँ। हामीले सेकेन्ड सेमेस्टरका लागि पनि छिट्टै 2वटा बुक ल्याउनेछौँ, ताकि हामीले नै कुनै बुक अध्ययन गर्दै हामीले एक्जामको लागि तयारी मात्र होइन, हामीले नलेज इन्हान्स गर्ने र स्किल इन्हान्स गर्ने काम हामीले सँगसँगै गर्न पाऊँ, ताकि जुन हाम्रो एडल्ट लेभलको पढाइको ढाँचा थियो त्यसलाई अलिक डिप स्टडीमा बदल्न सकियोस्। एउटा विद्यार्थीको नाताले, एउटा यहाँ विद्यार्थी भए पनि अब हामी कलेजको सदस्य हो, एउटा मेम्बरको हिसाबले हामीले यति कन्ट्रिब्युट गर्न सक्यौँ भने पक्कै पनि यो सेक्टरमा एउटा पनि इँटा थपिनेछ। त्यसैले हामी रात दिन पनि नभनिकन मलाई लाग्छ करिब हामी त 1.5 स्टक लागेर यो सम्भव भयो। र यो अपर्च्युनिटी दिनुभएकोमा कलेज परिवारलाई फेरि एकपटक हार्दिक आभार व्यक्त गर्दै र यो विमोचन र सार्वजनिकीकरण गर्नु भएकोमा आजको प्रमुख अतिथिज्यूलाई फेरि आभार प्रकट गर्दै यहाँ सबैलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा यहाँहरूले दिनुभएको हौसला पुर्याउनु भएको साथको लागि पनि म हाम्रो टिमको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै मेरा प्रेरणा बन्नुको साथै सम्पूर्ण शेफर परिवारको लागि एउटा गौरवको कुरा हो। यसै गरी कार्यक्रमको अन्त्यमा आउँदै गर्दा अब म हाम्रा प्रमुख अतिथि, प्रमुख सूचना आयुक्त डाक्टर सुरेश प्रसाद आचार्यलाई केही शब्द बोलिदिन अगाडि बढाउन चाहन्छु। Faculty members, MMT students, PMC students. यो कलेजमा मैले निरन्तर 18 वर्ष बिताएँ। 2001 देखि 2019सम्म। जति बेला म प्रिन्सिपल थिएँ, MMT प्रारम्भ गरेको त्यही बेला 2010मा। हामीले BMT को कोर्समा मेरो आफ्नो इन्भल्भमेन्ट सुरुमा थिएन। साथीहरूले BMT को कोर्स तयार गर्नुभएको रहेछ। BMT गरिसकेपछि त्यसपछिको फर्दर डिग्री के हो, एउटा अन्य स्थिति थियो। पूर्वाञ्चल युनिभर्सिटी जसले त्यति सहजै एफिलिएसन दिँदैन थियो कुनै कोर्समा, हामीले धेरै मेहनतका साथ MMT कोर्समा हामी केही साथीहरू इन्भल्भ भयौँ र यो प्रोग्रामलाई चाहिँ एफिलिएट गराउन निकै ठुलो मेहनत गर्नु परेको थियो। कोर्स बनाउँदै गर्दा इन्टरनेसनल प्र्याक्टिस के रहेछ भनेर हेर्न खोज्यौँ। यो प्योरली कम्प्युटर साइन्स रहेछ। जर्मनीमा ठ्याक्कै मास्टर्स इन मिडिया टेक्नोलोजी भन्ने पढाइ हुँदो रहेछ, तर त्यो प्योरली कम्प्युटर साइन्स मात्रै। तर हामीले सोचेको चाहिँ के थियो भने जसरी BMT लाई जर्नलिजमको जुन प्र्याक्टिस हो त्यसलाई मिडिया टेक्नोलोजीसँग जोडेर लैजाने भन्ने र BMT लाई अपग्रेड गरेर मास्टर्स सुरु गर्ने भन्ने हाम्रो सोच थियो। त्यो अनुसार हामीले 2010मा यो कोर्स सुरु गर्यौँ। तपाईहरु अहिले फर्स्ट सेमेस्टरको स्वागत ग्रहण गर्दै हुनुहुन्छ। यो टेक्नोलोजीको कारणले 1 वर्ष ढिलो स्वागत भयो होला जस्तो लाग्छ मलाई।
मास्टर्स गर्दै गरेका साथीभाइहरूलाई स्वागत गर्छु। यसमा 18 वर्ष निरन्तर बिताए र अहिले मास्टर्सको कोर्सको कुरा गर्दै गर्दा त्योभन्दा अगाडि म अलिकति यो कोर्सको विषयमा पनि बताउँछु। नेपालमा मिडियाको कोर्सहरूको 2-3 वटा स्वरूप छ। त्रिभुवन युनिभर्सिटीमा पढाइ हुने कोर्स एउटा छ। काठमाडौँ युनिभर्सिटीमा ब्याचलर लेभलको मात्रै छ, उहाँहरू मास्टर्स अगाडि बढाउन सक्नु भएको छैन। पूर्वाञ्चल युनिभर्सिटीमा 3 वटा कोर्स छ। जर्नलिजमको, डेभलपमेन्ट कम्युनिकेसनको कोर्स छ एउटा मास कम्युनिकेसन एन्ड जर्नलिजमको छ र यो अर्को तेस्रो हो मिडिया टेक्नोलोजीको। यी 4 वटा कोर्सहरू हेर्दै गर्दा एउटा एक्जाम्पल छ, सायद कविता म्याडमले तपाईँहरूलाई सुनाउनु भयो। एकजना विद्यार्थी मास्टर्स जोइन गर्न आउनुभयो। उहाँले कुनै इन्टरनेसनल फेलोसिप पाउनुभयो रहेछ। तिमी नेपालमा पढ, स्कलरसिप हामी दिन्छौँ। तर उहाँ चाहिँ विभिन्न कलेजहरूमा जाने क्रममा सेपर्टमा पनि आउनुभयो र सेपर्टको कोर्स हेरिसकेपछि जसले उहाँलाई स्कलरसिप दिँदै थियो, मलाई सबै कोर्स पठाइदियो, म बेटर वान चाहिँ तिम्रो लागि सजेस्ट गर्छु भनेको रहेछ। र सबै कोर्स हेरिसकेपछि among all the courses media technology course is the better one भनेर रेकमेन्ड गरेपछि उहाँले यहाँ पढ्नुभयो। म आफू यहाँ प्रिन्सिपल भएर बसेको अथवा एउटा फ्याकल्टी मेम्बर भएर बसेको हिसाबले मात्रै होइन, म MAMCJ-लाई पनि अहिले पनि क्लास लिन्छु। त्यो हिसाबले हेर्दाखेरि हामीले यसलाई मिडियामा काम गर्ने साथीहरू जसले चाहेर पनि मास्टर्स गर्न पाउनु भएन उहाँहरूको लागि यो चाहिँ मिडियासँग जोडेर जानुपर्छ। अबको समय चाहिँ टेक्नोलोजीको हो र त्यो अनुसार अगाडि बढ्नुपर्छ भन्ने सोचेर बनाइराखेको हुँदा यो चाहिँ बेटर वान हो भन्ने चाहिँ म आफूलाई लाग्छ। मैले रेकमेन्ड गर्दै गर्दा धेरै भाइ बहिनीहरू साथीहरूले कहिलेकाहीँ सोध्नुहुन्छ कुन कलेज जोइन गर्ने होला। मैले पढेको यहाँ अहिले म कान्तिपुर सिटी कलेजको पहिलो ब्याचको प्रडक्ट हो 2000 को। तर मैले सबैलाई तपाईँ जुनसुकै कलेजमा जानुहोस्, तपाईँलाई डिग्री चाहिएको हो भने जुनसुकै कलेज गए पनि हुन्छ। तर डिग्री सँगसँगै केही नलेज र स्किल चाहिएको हो भने नलेज बेस्ड कोर्स चाहिँ MAMCJ हुनसक्छ। थ्योरिटिकल नलेज त्यसमा छ, तर त्यसलाई थोरै पनि टेक्नोलोजीसँग जोड्नुहुन्छ भने त्यो सम्भावना ती कलेजहरूमा हुँदैन, यहाँ जानुहोस् भन्ने गर्छौँ। तर हामीले 2010मा कोर्स बनायौँ। त्यति बेलाको टेक्नोलोजी धेरै अगाडि बढिसक्यो। टेक्नोलोजी चाहिँ यति फास्ट ग्रोइङ छ, हामीले त्यो अनुसारको कोर्स डेभलप गर्न सकेका छैनौँ। मैले त्यो जिम्मेवारी लिनुपर्छ भन्ने लाग्छ। म तेस्रो पटक पूर्वाञ्चल युनिभर्सिटीको यो मास कम्युनिकेसन प्र्याक्टिस गर्न स्टुडेन्ट स्पेसलाइज कोर्समा लानुपर्छ भनेर 3rd सेमेस्टरबाट स्पेसलाइज भन्यो। प्रिन्ट रेडियो टेलिभिजन भनेर सुरु अल्टरनेटिभ दिएको छ। यसलाई अलिकति परिमार्जन गरेर लानै पर्नेछ। हरेक पटकको प्रयासमा मलाई के लाग्छ, म त्योभन्दा अगाडि 2 पटक सब्जेक्ट कमिटीको मेम्बर हो। त्यो हिसाबले एउटा कमिटीको टेन्युर 3 वर्षको हुन्छ, 15 वर्षदेखि विषय समितिमा छु। तर जुन ढङ्गबाट यसलाई लैजानुपर्ने नेपालका कुनै पनि कोर्सहरू, म त पूर्वाञ्चलसँग रिलेटेड छु। त्रिभुवन युनिभर्सिटीको कोर्स बनाउँदै गर्दा पनि हामी एउटा एक्सपर्टको रूपमा छलफलमा जान्छौँ। हामीले व्यावहारिक शिक्षा भएन भन्छौँ। हामी कोर्स बनाउन बस्नेहरूले पनि फिल हुन्छ हामीलाई। तर MAMCJ को कोर्स रिभ्यू गर्दै गर्दाको एउटा अनुभव सुनाऊ।
एकजना प्रिन्सिपल एउटा कलेजको प्रिन्सिपल सब्जेक्ट कमिटी मेम्बर हुनुहुन्थ्यो। प्र्याक्टिकल राख्नुपर्छ म्याडम, यो ब्याचलर कोर्स त मोर करियर ओरिएन्टेड हो, ब्याचलर त करियर ओरिएन्टेड हो, यसमा त मोर प्र्याक्टिकल बनाउनुपर्छ भनेको। प्र्याक्टिकल चाहिँ हटाइदिनुहोस् भन्नु, कहाँ लग्ने कहाँ लगेर ट्रेन सिकाउने, मेरो रेडियो छ रेडियोमा चाहिँ राखिदिनुहोस्, अरूमा चाहिँ झिर्दिनुहोस्। हाम्रो एटिच्युड हाम्रो पर्सेप्सन पनि समस्या छ। तर तपाईँहरू कतिपय सर्टिफिकेट लिन आउनुभयो होला, कतिपय स्किमको लागि आउनुभयो होला, तर तपाईँ जेसुकैको लागि आउनुभएको होस्, यो कोर्सले तपाईँलाई एउटा कन्फिडेन्स दिन्छ। मैले यो विषयमा मास्टर गरेको छु, त्यस कारणले म अनएथिकल हुनु हुँदैन, म इरेस्पोन्सिबल हुनु हुँदैन। मैले फ्याक्ट चेक गर्नै पर्छ मेरो करियरमा रहँदाखेरि। त्यो कुरा चाहिँ तपाईँको दिमागमा कहीँ न कहीँ सेट गरिदिन्छ यसले। तपाईँले अरू कस्तो नलेज लिनुहुन्छ, मास्टर्सको नलेज अघि विनोदले भनेको जस्तो तपाईँहरू त आफै मास्टर हो कि अरूले सिकाउने होइन। तपाईँ मास्टर, म आफै मास्टर हुन भनेर आएको, सबै कुराको ज्ञान हो मास्टर भनेको, मात्रै हुँदैन। त्यसैले त्यो नलेज तपाईँले आफूले पढ्ने कुरा हो कि क्लासरुमबाट पढिने कुरा होइन। मास्टर्समा आएको स्टुडेन्टले क्लासरुममा के फेला पर्छ, क्लास नोट्स फेला पर्छ कि पर्दैन भन्ने होइन, म बाहिर खोजेर मेरो नलेजलाई कसरी म इम्पार्ट गर्न सक्छु भन्ने हो। त्यसैले मैले चाहिँ मलाई पनि सोधेका हुन्, म जति बेला मास्टर्स पढ्दै थिएँ पत्रकारिताको, म पत्रकार महासङ्घको सभापति थिएँ। सभापतिले पढ्छ भन्न थाले, सभापति भने यो नेता भने नपढी हुने मान्छे चाहिँ नेता भन्ने हो नि त हाम्रो सबै करियरमा, सबै खालको लिडरसिपमा, होइन? मलाई लाग्यो पढ्नुपर्छ, मैले पढिसकेपछि मलाई सोध्नेहरू थिए कि पढेर के पाइस्, के पत्रकारिता गरेको 2 दशक भइसकेका थियो, महासङ्घको नेता पनि भइसकेका थियो, सभापति भने मैले भने कन्फिडेन्स बढ्यो मेरो। कसैले पनि केही कुरा सोध्यो भने मलाई थाहा छैन भन्दैन, थाहा नभएको कुरामा थाहा छ भन्नुपर्छ भनिराखेका छैन मैले, तर मैले त्यो कुरा थाहा पाउने प्रयत्न गर्नुपर्छ। त्यो चाहिँ मास्टर हो। कन्टेक्स्टमा कतिपय साथीहरूले मिडिया करियर यसपछि पनि बनाउनु भएको छ। मिडिया करियर भनेको रिपोर्टिङ राइटिङ मात्रै होइन, एडिटिङ मात्रै होइन, धेरै एरियाहरू छन्। तपाईँको एडभर्टाइजिङ पनि मिडिया करियरै हो। एडभर्टाइजिङ भएन भने मिडिया चल्छ र चल्दैन, अहिले त झन् चल्छ। तर म त्यो सेक्टरमा मात्रै आफ्नो करियर बनाउँछु भन्न सक्ने न्यू कमर्सको लागि, जसले चाहिँ करियर सुरु गर्नु भएको छैन, उहाँहरूको लागि धेरै ग्रे एरियाहरू छन्। मिडिया भन्यो भने यो जुन जर्नलिजम भन्छौँ, जर्नलिजम मात्रै होइन, मास कम्युनिकेसनको एउटा कम्पोनेन्ट हो जर्नलिजम। तपाईँ अरू कम्पोनेन्टहरूमा आफूलाई स्किल्ड बनाउन सक्नुहुन्छ, आफूलाई मास्टर बनाउन सक्नुहुन्छ। मैले आज सुमनलाई यहाँ देखिनँ, सुमन खड्गी, ऊ यहीँको ब्याचलरको स्टुडेन्ट हो, मास्टरको स्टुडेन्ट पनि हो। ब्याचलर पढ्दा पढ्दै एउटा एड एजेन्सीसँग जोडिएर उसले एड एजेन्सी चलाइराखेको छ जस्तो लाग्छ मलाई। त्यसैले डिफ्रेन्ट करियरमा तपाईँहरूले आफूलाई अब्बल प्रमाणित गर्न सक्नुहोस्। म अहिले राष्ट्रिय सूचना आयोगमा छु। सूचना आयोगमा सूचना माग्न आउनेहरू, आफूलाई पत्रकार भनेर आउनेहरूसँग मेरो कहिलेकाहीँ मित्रताको हिसाबले द्वन्द्व हुन्छ। मेरो करियरको मान्छे भन्न ठान्छु म, तर त्यसलाई मिसयुज कसरी गर्ने भनेर आइराखेको छ। मैले उसलाई भन्छु, तिमीले सूचनाको हकको त दुरुपयोग गरेका छौ, आफ्नो पेसालाई पनि बदनाम गर्दैछौ। यो कुरा चाहिँ मबाट हुँदैन होला। मैले आफ्नो करियरमा पनि मेरा पनि कमजोरी रह्यो होला, तर मेरो पहिचान जसरी पत्रकारको रूपमा रह्यो, आज सबैले चाहिँ सूचना आयोगको प्रमुख आयुक्त कुनै एउटा कालखण्डको लागि मात्रै, मेरो जीवन पर्यन्तको 38-39 वर्षको करियर पत्रकारिता मात्रै। त्यस कारणले मलाई त्यो प्रिय लाग्छ र
र अन्त्यमा तपाईँहरूलाई जसले आफ्नो कोसिस गरेर बासगर गरेर आफ्नो बनाइराख्नु भएको छ, बाटोमा भेट्दै गर्दा एक पत्रकार रहेछ भनेर गर्व गर्न पाऊँ। तपाईँहरू सबैलाई शुभेच्छा छ। धन्यवाद। धन्यवाद सर, तपाईँको नेतृत्व गर्नुभएको एउटा सर्टिफिकेट मात्रै नभएर सबकै ज्ञानका कुराहरूदेखि लिएर एउटा एकाडेमिक रूपमा पनि अलिकति केही अब्बल हुनुपर्छ भन्ने भावनाले म यहाँ जोडिएको हुँ। यहाँ जोडिएपछि मैले धेरै अपेक्षा गरेको छु। धेरै साथीहरूसँग सङ्गत भइरहेको छ यही फिल्डका, विभिन्न फिल्डका होइन। समग्रमा यहाँ आउनु पाउँदा एकदमै खुसी नै छु। यो अपर्च्युनिटीका लागि, जुन एउटा इन्भाइरोमेन्टका लागि म कलेज प्रशासनलाई एकदमै धन्यवाद दिन चाहन्छु। धन्यवाद। एज अ स्टुडेन्ट पनि अहिले तपाईँहरूसँग सामेल हुन पाएको छु, त्यसमा चाहिँ आफूलाई धेरै नै खुसी लाग्छ। मास्टरमा स्वागत छ। हेर्नु पनि भएको होला होइन, कतिजनाले हेर्नु भएको छैन होला, नहेर्नु भएकोले चाहिँ गाह्रो छ होस् हेरेर आउँछ, मङ्गलबार आउँछ, सबैजनाले हेरिदिनु होला। मेरो नाम दिया जीसी छु अनि मिडिया क्षेत्रमै काम गरिरहेको छु। अनि यही क्षेत्रमै काम गर्ने हो भने अझै पनि यो क्षेत्रकै विषयमा चाहिँ हामीले चाहिँ अझै अध्ययन गर्न आवश्यक छ, यत्तिकै चाहिँ गरेर हुन्न भन्ने कुरा लाग्यो। अनि त्यस कारण चाहिँ हामी यो मास्टरमा चाहिँ जोडिएको हो। हुन्छ, सबैलाई धन्यवाद। प्रमुख अतिथिज्यू र हाम्रो कलेजका प्रिन्सिपललाई अगाडि केही कार्ड मिलाउन बोलाउन चाहन्छु। कलेजका प्रिन्सिपल कविता म्यामलाई हार्दिक अनुरोध गर्दछु। सँगै अनलाइन मिडियाका साथीहरू निस्किसक्नुभयो होला सायद। सबैजनालाई चाहिँ आजको यो कार्यक्रममा उपस्थित हुनुभएकोमा म धन्यवाद भन्न चाहन्छु। र अर्को कुरा चाहिँ आज हामीले मास्टर्स फर्स्ट सेमिस्टरका विद्यार्थीहरूलाई वेलकम गर्ने र ब्याचलरमा मलाई लाग्छ सम्भवतः ब्याचलर लेभलमा हामीले ब्याचलर सुरु गर्दादेखि 2002देखि सुरेश सर यही हुनुहुन्छ। सर्वोत्कृष्ट नतिजा आएको यही वर्ष होला। विद्यार्थीहरू 3.929 थिए होइन, A+ अलमोस्ट 4 जिते ल्याउनु भएको छ। यो खुसियालीमा चाहिँ उहाँहरूलाई चाहिँ सम्मान गर्ने कार्यक्रम आज हामीले आयोजना गरेका थियौँ। र जसलाई हामीले सम्मान गर्नको लागि जसलाई हामीले वेलकम प्रोग्राम भनेर मास्टर्स फर्स्ट सेमेस्टरमा पढ्ने विद्यार्थीहरूको लागि आयोजना गरेका थियौँ। सङ्ख्यात्मक रूपमा उहाँहरू केही कम उपस्थित हुनुभयो, सायद तपाईँको आफ्नो बाध्यता होला, तर जति पनि आउनुभयो उहाँहरूलाई म धन्यवाद भन्न चाहन्छु। आजको यस कार्यक्रमलाई अझ राम्रो गराउन हामीहरूलाई जहिले पनि अभिभावकत्व प्रदान गर्ने आदरणीय सुरेश सर आउनुभयो। सुरेश सरले चाहिँ मलाई यहाँ मास्टर्समा पनि पढाउनु भएको हो। मेरो आदरणीय अभिभावक, मेरो गुरु हुनुहुन्छ होइन सुरेश सर। अनि गाडी गर्नुहुन्छ, किन गर्नु पर्यो गाडी? त्यो विद्यार्थी आउँछन्, कोही त आउँदैन भन्नु होइन, भन्नु छ है सर आउँछ आउनु भनेर सबै कन्भिन्स गरेर चाहिँ आजको यहाँ बोलाएको आजको प्रोग्राममा सर आइदिनु भयो। त्यसको लागि थ्याङ्क यू भन्न चाहन्छु सरलाई। र सधैँभरि सरले जसरी हामीहरूलाई एउटा गाइड दिइराख्नु भएको छ, मार्गदर्शन प्रदान गरिरहनु भएको छ, आगामी दिनमा पनि उहाँको मार्गदर्शन सधैँभरि पाइरहनेछौँ भन्ने आशा गर्दछु तर्फबाट पनि। र आजको यो प्रोग्राममा भर्खर हाम्रो कलेजको चेयरम्यान विश्वनाथ प्रसाद शाह र एमडी नरुल प्रताप शाहको म्यासेज आएको छ। सबै विद्यार्थीलाई बेस्ट विशेष भनिदिनु। म विशेष कारणले गर्दाखेरि उपस्थित हुन सकिनँ। जनकपुरबाट हामी आउँदै थियौँ, हाम्रो प्लेन डिले भयो, त्यो कारणले गर्दा हामी कलेजमा आउन सकेनौँ भन्ने उहाँले मेसेज पठाउनु भएको छ। र
फेरि पनि आइदिनु भएकोमा तपाईँहरू सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु र आग्रह पनि गर्न चाहन्छु। अहिले हामीले स्नातक पिएनपीमा चाहिँ धेरै प्र्याक्टिकल विषयहरूसँगै नयाँ सिलेबसहरू अपडेट गरेर चाहिँ अध्ययन ट्राभल गराइरहेका छौँ। यदि कोही पढ्न इच्छुक हुनुहुन्छ भने मास्टर तथा ब्याचलरमा चाहिँ इच्छुक हुनुहुन्छ भने रिकमेन्डेसन गरिदिनु, कलेजमा चाहिँ पठाइदिनु भन्ने आग्रह गर्दै फेरि पनि उपस्थित भइदिनु भएकोमा तपाईँहरू सम्पूर्णलाई धन्यवाद। आगामी यात्रा अझै सुन्दर सरल र तपाईँहरूले जस्तो सोच्नु भएको छ त्योभन्दा पनि राम्रो होस् भन्न चाहन्छु। थ्याङ्क यू सो मच। सुविधा पनि हुन्छ। 2 लाइन गरौँ। बाइक